हार्दिक नमस्कार, जय घन्टी। नेपालमा पहिलोचोटि मधेसको छोरालाई प्रधानमन्त्री बनाउने पार्टीको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी उभिएको छ। त्यसपछि सुरु भयो रवि लामिछानेलाई खेद्ने, रवि लामिछानेलाई कसरी परास्त गर्ने भन्ने किसिमको खेल। मेरै उदाहरण दिउँ, म 2052 सालमा जन्मेको, म 52 सालमा जन्मिँदा प्रधानमन्त्री हुनुभएको व्यक्ति म 2079 को सालमा निर्वाचित भएर उहाँहरूसँगै सिटमा बस्नुपर्ने स्थिति बन्यो र अहिले पनि म दोस्रो पटक यो निर्वाचनमा उम्मिदै गर्दा उहाँहरू फेरि म सँगसँगै उम्मिदै हुनुहुन्छ। आजको यस झापा क्षेत्र नम्बर 5 को कार्यक्रम हाम्रो यस खुल्ला सभामा सभापतित्व गरेर बस्नुभएका सभापतिज्यू, हाम्रो पार्टीका प्रवक्ता आदरणीय मनिष झाज्यू, पार्टीका केन्द्रीय स्तरका विभिन्न विभागमा रहनुभएका विभागीय साथीहरू, प्रदेशका पदाधिकारी साथीहरू, प्रदेशका विभिन्न विभागमा रहनुभएका साथीहरू, त्यसै गरी विभिन्न जिल्ला र झापा जिल्ला र विभिन्न पालिका र ओडाबाट पाल्नुभएका साथीहरू र आजको कार्यक्रममा झापा क्षेत्र नम्बर 5 मा यो चुनावी माहौल गरमागरम बढिरहेको अवस्थामा के हुँदो रहेछ, के भन्दा रहेछन् भनेर आजको कार्यक्रममा सुन्न पाल्नुभएका सम्पूर्ण हाम्रा शुभचिन्तकहरूमा हार्दिक नमस्कार, जय घन्टी। यहाँहरूलाई थाहा नै छ, अब देश चुनावमय हुँदैछ, देशमा निर्वाचनको परिस्थिति निर्माण भएको छ। हुन त हामी 2079 सालमा 5 वर्षको लागि कानुन निर्माण गर्छौँ भनेर चुनावमा होमिएर गएका थियौँ। संसदमा हामीले निरन्तर राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट जनताका मुद्दा संसदबाट उठान गरिरह्यौँ, तर देशमा एउटा ठुलो नेपाली जनताले चाहँदा अथवा नचाहँदा एउटा किसिमको घटना परिघटना हामीले देख्नु पर्यो। त्यो घटना परिघटना हुँदै गर्दा यसै निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गरेर प्रधानमन्त्रीको पदमा रहनुभएका हाम्रा तत्कालीन प्रधानमन्त्रीज्यू उहाँ प्रधानमन्त्रीको पदबाट बाहिर निस्किनु पर्ने परिस्थिति निर्माण भयो र त्यस पछाडिको समयमा अब हामी चुनावको माहौलमा छौँ। त्यस पछाडिको समयमा प्रतिनिधि सभा नयाँ म्यान्डेट लिएर आउनुपर्छ, नयाँ म्यान्डेट लिएर नेपाली जनताका आवाजहरू लिएर यो ठाउँमा आउनुपर्छ भनेर आम नेपाली जनताले चाहे अनुरूप अहिले कार्यक्रम हुँदैछ। त्यसै अनुरूप हामी देशव्यापी रूपमा कार्यक्रम गर्नलाई हिँडिरहेका छौँ र आज झापा जिल्लामा आइपुगेका छौँ। आदरणीय महानुभावहरू, म यहाँहरूलाई धेरै कुरा भन्दिनँ। यहाँहरू झापा जिल्ला एकदम चेतनशील ठाउँ हो। यहाँ बसेर यहाँहरूले हरेक दिन मोबाइलबाट के हो सत्य कुरा भनेर दुधको दुध पानीको पानी छुट्याएर यहाँहरूले आफ्नो किसिमको मूल्याङ्कन गरिरहनु भएको छ। तर केही कुराहरू यहाँहरूले जान्नै पर्नेछ, मैले भन्नै पर्नेछ। नेपालको संविधानले अहिले भोट हाल्दै गर्दा, एउटा नागरिकले भोट हाल्दै गर्दा 11 ठाउँमा भोट हाल्नुपर्ने यहाँहरूको व्यवस्था गरेको छ संविधानले। 5 वटा भोट यहाँहरूले ओडा कमिटी सदस्यलाई हाल्नुहुन्छ, 2टा भोट नगरपालिकामा हाल्नुहुन्छ, 2टा भोट प्रदेशमा हाल्नुहुन्छ अनि 2टा भोट सङ्घमा हाल्नुहुन्छ। जम्मा 11 भोट हाल्नुहुन्छ। त्यो 11 भोट हाल्दै गर्दा यहाँहरूले के थाहा पाउनु पर्यो भने कुन भोट कुन काम गर्नको लागि हामीले प्रतिनिधि छान्दैछौँ भनेर थाहा पाउनु पर्यो। ओडा कमिटीको सदस्य हामी छान्दैछौँ भनेदेखि यो गाउँठाउँ विकास गर्न सक्ने मान्छे को होला भनेर हेर्नुपर्छ। अनि नगरपालिकामा भोट हाल्दैछौँ भने यो नगरकै भलो गर्न सक्ने को मान्छे होला, को नेतृत्व होला भनेर छान्नुपर्छ। अनि प्रदेशमा हाल्दैछौँ भने सम्बन्धित कोशी प्रदेशमा को होला त हाम्रो उत्कृष्ट प्रतिनिधि भनेर हेर्नुपर्छ। अनि सङ्घमा हामीले भोट हाल्दैछौँ भनेदेखि यो सङ्घबाट, यो सङ्घीय चुनावबाट हाम्रो प्रतिनिधित्व गरेर जाने पात्र कस्तो हुनुपर्छ भनेर यहाँहरूले छान्नुपर्छ। हाम्रो पार्टीको तर्फबाट हामीले उम्मेदवार चाहिँ आह्वान गरेका छौँ। अन्य पार्टीहरूमा चाहिँ उम्मेदवार माथिबाट फलाना मान्छेलाई दिने भनेर टिकट दिएर पठाइसकेपछि, टिका लगाएर पठाएपछि उम्मेदवार हुन्छ। तर हाम्रो पार्टीमा त्यसो होइन। हाम्रो पार्टीबाट झापाले के भन्छ, यहाँको नेता यहीँबाट छान्न पाउनुपर्छ भन्ने हामीले विधि तय गरेका छौँ। 26 गतेसम्म उम्मेदवार को हुन चाहनुहुन्छ र को बन्नुपर्छ हामी स्थानीय गाउँठाउँमा सोध्छौँ भनेर उम्मेदवार हामीले खुल्ला गरेका छौँ। 26 गतेसम्म उम्मेदवार दिने साथीहरू मध्येबाट हामीले के मत प्राइमेरी इलेक्सन, प्रारम्भिक निर्वाचनमा स्थानीय मत के रहेछ, राजनीतिक चेतना के रहेछ, त्यसपछि
राजनीतिक सम्बन्धहरूका बारेमा कतिको ज्ञान रहेछ, राजनीतिक यो देशको भू राजनीतिको बारेमा, नेपालका राजनीतिक उथलपुथलहरूका बारेमा, अब बनाउने कानुनहरूका बारेमा के ज्ञान रहेछ, यी कुराहरू हामी हेर्छौँ र मूल्याङ्कन गरेर उत्कृष्ट मध्येलाई हामीले उम्मेदवारको रूपमा यहाँहरूको ठाउँमा उभ्याउँछौँ र उम्मेदवारको रूपमा ल्याइसके पछाडि त्यसपछि जिताउने जिम्मा चाहिँ यहाँहरूको हुन्छ। अब एउटा मात्रै कुरा भन्छु, यो ठाउँबाट, यो झापा क्षेत्र नम्बर 5बाट धेरै पटक प्रधानमन्त्री यहाँहरूले प्राप्त गरिसक्नु भएको छ। झापाले प्रधानमन्त्री प्राप्त गर्दै गर्दा झापाले के प्राप्त गर्यो भन्ने कुरा अब यहाँहरूले मूल्याङ्कन गर्ने समय आएको छ। झापा क्षेत्र नम्बर 5ले प्रधानमन्त्री प्राप्त गर्दै गर्दा यहाँहरूले राखेका गुनासाहरू, यहाँका मागहरू, यहाँका चाहिँ समस्याहरू संसदमा कति पटक सुनवाई भयो भन्ने कुराहरू यहाँहरूले हेर्नुपर्दछ। यो राष्ट्रिय राजनीतिमा संसदमा सम्बन्धित ठाउँका बारेमा कुरा उठ्नु कति महत्त्वपूर्ण रहेछ भन्ने कुरा म आफू स्वयं काठमाडौँबाट निर्वाचित हुँदै गर्दाखेरि त्यहाँका मेरा मतदाताहरूले भन्नुभएको कुरालाई म स्मरण गर्न चाहन्छु। म काठमाडौँ 2बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुँ। 2079 सालको निर्वाचनमा म काठमाडौँ 2बाट निर्वाचित भएँ र काठमाडौँ सुन्दाखेरि त यहाँहरूलाई राजधानी लाग्छ, तर काठमाडौँको त्यो राजधानीको अलिकति पछाडि भित्तो जस्तो अलिकति घेरामा रहेको भागहरू अझै पनि एकदमै विकासका दृष्टिकोणले पछि नै परेको अवस्था छ। पहाडहरू छन्, हाम्रो पनि पहाडहरू छन्। अहिलेसम्म एउटा एम्बुलेन्स पनि नपुगेको गाउँ पनि रहेछ, मैले त्यस्तो अवस्था पनि देखेँ। अनि त्यो काठमाडौँमा जहिले पनि अब काठमाडौँ भनेको ठुला ठुला नेताहरू निर्वाचित हुने ठाउँ, अनि राजधानीबाट निर्वाचित भएर गएको मान्छे हाम्रो 2 नम्बर क्षेत्रबाट प्रधानमन्त्री बनेर आउनु भएको छ, राष्ट्रपति बन्नु भएको छ भन्ने कुराहरू त्यहाँको मतदाताले गर्नुहुन्छ। तर ठुल्ठुला नेताहरू हुँदै गर्दा त्यो ठाउँको आवाज चाहिँ कहिले पनि त्यो संसदमा त्योभन्दा अगाडि खासै सुनिएको रहेन रहेछ। मेरो काठमाडौँ क्षेत्र नम्बर 2का समस्याहरू, गुनासाहरू, ती गाउँका पहाडका नामहरू, ती ठाउँका मानिसहरूका समस्याहरू संसदमा बोलिदिँदै गर्दाखेरि ओहो मेरो आवाज बोलिदियो भन्ने प्रतिनिधि उहाँहरूलाई चाहिँदो रहेछ। उहाँहरूले गर्व महसुस गर्नुभयो। जब मैले काठमाडौँबाट निर्वाचित भएर संसदमा गएर मैले पटाप, नाङ्लेबारे, पालुबारी जस्ता ठाउँहरूको नाम लिएँ, त्यसपछि ओहो हाम्रो क्षेत्रको प्रतिनिधिले त त्यहाँ गएर बोल्नु भयो नि भन्ने कुरा महसुस गर्नुभयो। मैले मेरो क्षेत्रको सन्दर्भ म यहाँ किन जोड्दैछु भने झापा क्षेत्र नम्बर 5 पनि त्यस्तै एउटा निर्वाचन क्षेत्र हो जहाँ यो ठाउँबाट राष्ट्रिय नेता सधैँभरि प्राप्त गर्छ, तर यो ठाउँका मुद्दाहरू सधैँभरि ओझेलमा परिरहेका छन्, यहाँहरूका समस्याहरू सधैँभरि ओझेलमा परिरहेका छन्। त्यसैले यसपटक झापाले पटक पटक परीक्षण गरिसक्यो। झापा क्षेत्र नम्बर 5ले यस्तो प्रतिनिधि यहाँहरूले पठाउनु पर्नेछ कि यहाँबाट गएको प्रतिनिधिले राष्ट्रिय स्तरमा त्यो संसद भवनमा उभिएर झापाको गौरादहमा यो समस्या रहेछ, झापाको यो ठाउँमा यस्तो समस्या रहेछ, सन्थाल जातिको यो समस्या रहेछ, यस्तो खालको राजवंशीहरूको यो समस्या रहेछ भन्ने खालको चाहिँ परिस्थिति निर्माण होस्, त्यसको लागि यहाँहरूले आफ्नो प्रतिनिधि छानेर पठाउनु पर्नेछ। र ती प्रतिनिधिहरूले दीर्घकालीन रूपमा अहिले आश्वासनका ठुलो नेताहरूले दिनुहुन्छ, म यो बनाइदिन्छु, त्यो बनाइदिन्छु, त्यो बनाइदिने कुराहरू भनेको क्षणिक हुँदो रहेछ। आज बनाइदियो, 1 वर्षपछि त भत्किजान्छ, अथवा अहिले जुन बनाउने खालको चाहिँ हामीले गुणस्तर देखिरहेका छौँ, 20 वर्षदेखि नबनेको बाटो 20 वर्ष लाग्छ बनाउन अनि 20 महिनामा भत्किसक्छ। यस्तो खालको परिस्थिति हामीले देखिरहेका छौँ। अब हामीलाई यस्तो खालको प्रतिनिधि चाहिएको छ जसले चाहिँ संसदमा गएर दीर्घकालीन रूपमा त्यो 20 वर्षदेखि नबनेको बाटोलाई 200 वर्ष टिक्ने खालको बाटो बनाउनको लागि नीति बनाउने काम गरोस्। त्यस्तो खालको प्रतिनिधि हामीले चुनेर यहाँ पठाउनु पर्नेछ। त्यो प्रतिनिधिको लागि चाहिँ यहाँहरूले योग्य संसदमा तर्क गर्न सक्ने, बहस गर्न सक्ने, आफ्नो अडान लिन सक्ने मानिसलाई तपाईँहरूले हेरेर पठाउनु पर्नेछ। अब अहिले पछिल्लो परिस्थिति यहाँहरूलाई थाहा छ, देशमा ठुलो आन्दोलन भयो। त्यो आन्दोलनको माग के थियो भन्दा पुस्तान्तरण थियो, विशुद्ध पुस्तान्तरण थियो। अहिले धेरै किसिमका मुद्दा मामिलाहरू पनि छन्, धेरै किसिमका कुराहरू पनि उठिरहेका हुन्छन्, तर एउटै मात्रै कुरा, मेरै उदाहरण दिउँ, म 2052 सालमा जन्मेको, म 52 सालमा जन्मिँदा प्रधानमन्त्री हुनुभएको व्यक्ति, म 2079 सालमा निर्वाचित भएर उहाँहरूसँगै सिटमा बस्नुपर्ने स्थिति बन्यो र अहिले पनि म दोस्रो पटक यो निर्वाचनमा उम्मिदै गर्दा उहाँहरू फेरि म सँगसँगै उम्मिदै हुनुहुन्छ भनेपछि कल्पना गर्नुहोस्, नेपालमा एउटै नेतृत्व 20औं वर्ष 30औं वर्षसम्म बस्ने भइसकेपछि हामीले नयाँपन कहाँबाट पाउँछौँ? त्यो नयाँपन समाजले चाहिरहेको छ, नयाँपन निर्वाचनबाट चाहिरहेको थियो। जनतासँग मतको शक्ति हुन्छ, त्यो मतको शक्तिबाट
ताजापन चाहिरहेको थियो, समाजले ताजापन चाहेको पाएन, नपाइसकेपछि एउटा बाहना अथवा अर्को बाहनामा विस्फोट हुने काम भयो। तत्कालीन समयमा हेरौँ हामीले नेपाली जनताका कति धेरै पीडाहरू थिए, साना साना पीडाहरू थिए, धेरै कुरा पनि थिएनन्। बोल्न पाऊँ भन्ने कुरा थियो, आफ्ना कुरा राख्न पाऊँ भन्ने कुरा थियो। तत्कालीन समय म तपाईँहरूलाई सम्झाउँछु, आज नेपालको अधिकांश घरमा हामीले हेऱ्यौँ भने घरको एकजना मान्छे विदेश गएको छ। विदेश गएको मान्छे अब के गरे आफ्नो परिवारसँग सम्पर्कमा रहन्छ भन्दा सजिलो माध्यम फेसबुक। आज बिहानै म अर्जुन धारामा बस्दै थिएँ, अर्जुन धारामा बसेको बेलामा एकजना बुवा आउनुभयो, 77 वर्षको बुवा आउनुभयो। उहाँले मैले तपाईँलाई फेसबुकबाट सधैँ हेर्छु नि नानी भनेर भन्नुभयो। झापा यस्तो जिल्ला जहाँ चाहिँ एकदमै जीवनको उत्तरार्धमा हुनुभएको हाम्रा अग्रजहरूले पनि मोबाइलबाट मजाले हेरिराख्नु भएको छ, कसले के भनिराखेको छ भनेर मजाले हेरिराख्नु भएको छ। अनि उहाँले हेरिराख्नु भएको छ आफ्नो परिवार विदेशमा हुँदै गर्दाखेरि जुन सम्पर्क हुने माध्यम थियो, त्यही सम्पर्क हुने माध्यमलाई चाहिँ सामाजिक सञ्जालमा विरोध आयो, लगायतका क्रियाकलाप भयो। अब चाहिँ नयाँ पुस्ताको राजनीति मौलाउन थाल्यो भनेर हताश भएर जब त्यसलाई चाहिँ जबरजस्ती बन्द गर्ने प्रयत्न भयो, त्यो बन्द गर्ने प्रयत्न भइसकेपछि देशमा चाहिँ एउटा विस्फोट हुने स्थिति निर्माण भयो। त्यो दुःखद थियो, हो, हामीलाई थाहा छ। तर अब समयले मागेको के हो, समाजले मागेको के हो, त्योतर्फ हामी जानुपर्ने देखिन्छ। आजको यो परिस्थितिमा हामीले नयाँ पुस्ता, नयाँ भिजन, नयाँ नेतृत्व चयन गर्नुपर्ने अवस्था छ। राष्ट्रिय स्वतन्त्र पार्टी 2079 सालमा यसै उम्रिएको पार्टी होइन। करिब 10 वर्ष जस्तो हाम्रा पार्टी सभापति रवि लामिछानेले नेपाली जनताका दुःख पीडाहरूलाई टेलिभिजनको माध्यमद्वारा क्यामेराले खिचेर आम सञ्चार माध्यमबाट सरकारलाई चुनौती दिएर देखाउनु भएको थियो। लोकतन्त्र के हो भन्ने कुरा सरकारले कतै पनि अभ्यास पनि नगरिरहँदाखेरि नागरिकहरू यसरी पीडामा छन् भनेर टेलिभिजनको क्यामेराबाट देखाएर लोकतन्त्रको अभ्यास गराउनको लागि उहाँले प्रयत्न गर्नुभएको थियो। बेचिएका छोरीचेलीहरूलाई उद्धार गरेर लिएर आउन उहाँले प्रयत्न गर्नुभएको थियो। पहाडमा सिटामोल नपाएर बसेका मानिसहरूलाई, उपचार नपाएर बसेका मानिसहरूलाई आफ्नो व्यक्तिगत तौरबाट के गर्न सकिन्छ भनेर अस्पताल लगायतका क्रियाकलापहरू निर्माण गर्ने क्रियाकलाप पनि उहाँले गर्नुभएको थियो। यतिकै राष्ट्रिय स्वतन्त्र पार्टी लहरमा जन्मिएको होइन। एउटा व्यक्ति आउँदै गर्दा क्यामेराको माध्यमबाट तपाईँहरूले हेर्नुभयो सिधा कुरा जनतासँग, त्यो कार्यक्रममा कति धेरै मानिसहरू आफ्नो दुःख पीडा लिएर जानुहुन्थ्यो। तर पछि उहाँलाई के अनुभूति भयो भने एउटा क्यामेराको माध्यमबाट कतिजना मानिसहरूको पीडामा सम्बोधन गर्न सकौँला, एकजना आउनुहुन्छ, उहाँहरूको कतिमा समस्या समाधान गर्न सकौँला। म राज्य त होइन, म एउटा व्यक्ति हो, मैले कति गर्न सकौँला। त्यस कारणले अब एउटा व्यक्तिको होइन, नीति नै परिवर्तन गरेर आम मानिसको जीवनस्तरलाई सुधार्नुपर्छ भनेर मूलधारको राजनीतिमा उहाँ प्रवेश गर्नुभएको। जब मूलधारको राजनीतिमा उहाँ प्रवेश गर्नुभयो, केही समय त राम्रै थियो। हामीलाई राष्ट्रिय स्वतन्त्र पार्टी आउँदै गर्दाखेरि सुरुमा त खिल्ली उडाइयो, मजाक उडाइयो। यहाँमध्ये धेरैजनाले पनि अनुभूति गर्नुभयो होला, अब त म योपालि घन्टीमा भोट हाल्छु हो भनेर 79को निर्वाचनमा भन्दै गर्दा यहाँहरूलाई पनि कति खिल्ली उडाइयो होला, हाँस्यो होला मानिसहरू, त्यस्तो पनि भयो होला। तर जब संसदीय निर्वाचनमा हामी निर्वाचित भएर संसदमा गयौँ, रवि लामिछाने सदनमा गएर गडगडाहट ढङ्गले भ्रष्टाचारीका विषयमा उहाँले कुरा उठान गर्न थाल्नुभयो। गृहमन्त्री पनि हुनुभयो। भ्रष्टाचार विरुद्धको अभियान छेड्नको लागि उहाँले हामीले फाइल खोल्नुपर्छ भन्ने कुरा पनि गर्नुभएको थियो, फाइल खोल्ने कुरा पनि गर्नुभएको थियो, धेरै अगाडि पनि बढेको थियो। उहाँले संसदबाट रिपोर्टिङ गर्नुभयो। त्यसपछि सुरु भयो रवि लामिछानेलाई खेद्ने, रवि लामिछानेलाई कसरी परास्त गर्ने भन्ने किसिमको खेल। त्यसपछि विभिन्न किसिमका रणनीतिहरू रचियो, विभिन्न किसिमका योजनाहरू बनाइयो र त्यो योजनाहरू बनाएर योजनाबद्ध ढङ्गले रवि लामिछानेलाई चाहिँ कानुनै उल्झनमा पार्ने काम गरियो। निकै लामो समय, करिब 1 वर्ष जस्तो उहाँ चाहिँ कारागारमा बस्नु पर्यो, यहाँहरूले देख्नु भएको समय हो। र त्यो कारागारमा बस्दै गर्दा हामीले एउटै मात्र माग राख्यौँ, ठिक छ राज्यलाई अनुसन्धान गर्न मन लाग्यो, अनुसन्धान गर्नु, तर रवि लामिछानेलाई बाहिर चाहिँ राखिदिनुहोस् न। बाहिर राखेर अनुसन्धान गर्न मिल्छ त, बाहिर राखेर अनुसन्धान गर्नुहोस्, मुद्दा मामिला गर्नुहोस् भन्दा होइन, उहाँहरूले थुन्नै पर्छ भन्ने काम गर्नुभयो। एउटै मात्र उद्देश्य थियो। रवि लामिछाने संसदमा हुँदा, सडकमा हुँदा, जनताको माझमा हुँदा जनताको मन जित्छ, जनताको पीडा बोल्छ र जनताको भावनालाई कदर गर्छ। अब यो भावना कदर गर्ने व्यक्ति आउँदै गर्दा त अरूको राजनीति सङ्कटमा पर्ने भयो। त्यसपछि उहाँहरूले विभिन्न किसिमका प्रपञ्चहरू रच्नुभयो र धेरै किसिमको चाहिँ देशमा
परिस्थितिहरू निर्माण भयो त्यो यहाँहरूले देख्नु नै भएको कुरा हो र राष्ट्रिय स्वतन्त्र पार्टी निडर भएर अडिग भएर आफ्नो मुद्दामा अडान लिएर देशव्यापी रूपमा गयो। यहाँहरूले देख्नुभएकै हो, देशव्यापी रूपमा हामीले करिब 40 लाख हस्ताक्षर उहाँको रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भयो भनेर उहाँको रिहाईको लागि भनौँ अथवा उहाँ निर्दोष हुनुहुन्छ है भन्नको लागि भनौँ 40 लाख हस्ताक्षर देशव्यापी रूपमा सङ्कलन भएको थियो। बिचमा त्यो आन्दोलनहरू भयो। यी आन्दोलनहरू भइसकेपछि हामीले हाम्रा चाहिँ हस्ताक्षर अभियानलाई चाहिँ अलिकति त्यो परिस्थितिमा अगाडि बढाउन सकेनौँ, त्यस कारणले रोकिने स्थिति आयो। यदि त्यसलाई हामीले निरन्तर रूपमा अगाडि बढाएको भएदेखि करिब यो देशमा 1 करोड हस्ताक्षरहरू सङ्कलन हुने हाम्रो आकलन थियो। त्यो परिस्थिति निर्माण भएको थियो। यसले पनि के देखाउँछ भने राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेमाथि प्रतिशोध भयो, एकदम व्यापक प्रतिशोध भयो। अब यो प्रतिशोध गर्ने सरकार छ, प्रतिशोध गर्ने नेतृत्व छ, प्रतिशोध साध्ने जुन किसिमको निर्माण गर्ने व्यक्तिहरू छन्, ती प्रतिशोध साध्ने व्यक्तिहरूलाई चाहिँ हामी ब्यालोटबाट, जनताको शक्ति भनेको ब्यालोटमा हुन्छ, मतपत्रमा हुन्छ, त्यो मतपत्रको शक्तिद्वारा हामी चिर्छौँ, हामी परास्त गर्छौँ भन्ने जुन भावना उहाँहरूले त्यो हस्ताक्षर अभियानमा देखाउनु भएको थियो। अब त्यो समय आएको छ, चुनावमा देखाउने समय आएको छ। यहाँहरू सधैँभरि नेपाली जनताहरू विभिन्न पार्टीका झन्डाको दास बन्नुपर्ने परिस्थिति निर्माण भयो। हिजोको दिनमा के साँचो हो भन्ने कुरा पनि यहाँहरूलाई थाहा हुँदैन थियो। यसो रे भनेर नेताले भनिसकेपछि त्यही नेताले भनेको कुरा मान्नुपर्ने, सुन्नुपर्ने र त्यही अनुरूप अगाडि बढ्ने परिस्थिति हुन्थ्यो। तर आज त्यो परिस्थिति छैन। यहाँहरूको हातमा मोबाइल छ। राष्ट्रिय स्वतन्त्र पार्टी कुनै पनि व्यक्तिलाई आफ्नो झन्डाको दास बनाउँदैन। राष्ट्रिय स्वतन्त्र पार्टी आम नेपाली जनतालाई हाम्रो विचार यो हो, अरूको विचार यो हो, अब के कुरा सही हो भन्ने कुरा नेपाली जनताले नै छान्नु पाउनुपर्छ भन्ने विश्वास राख्दछ। त्यस कारणले हामी यहाँहरूसँग कुनै ढाँट कुरा गरेर होइन, हिजोको दिनमा संसदमा हामीले के गर्यौँ, हामी कसरी उदय भयौँ र अब हामी के गर्छौँ भन्ने कुरा यहाँहरूसँग राखेर मात्रै हामी अगाडि बढ्न चाहन्छौँ। मूल्याङ्कन गर्ने जिम्मा यहाँहरूको। जुन अस्तिको आन्दोलन भयो त्यो आन्दोलन भनेको विशुद्ध, त्यसलाई हेर्ने दृष्टिहरू अलग अलग छन् त्यसमा, तर विशुद्ध पुस्तान्तरणको आन्दोलन थियो। अब अहिलेको निर्वाचन भनेको त्यो आन्दोलनलाई छोडेर हामी अगाडि बढेर निर्वाचनको समयमा हामी उम्मिँदैछौँ। त्यो अबको निर्वाचन भनेको यो पुस्तान्तरणको निर्णायक हस्तक्षेप गर्ने समय हो। पुस्तान्तरणको यो अभियानमा हाम्रा अग्रज पुस्ताहरू हाम्रो साथमा हुनुहुन्छ कि हुनुहुन्न? हाम्रो अगाडि बस्नुभएका आम दर्शकहरू, हाम्रा आम आजको शुभचिन्तकहरू हाम्रो साथमा हुनुहुन्छ कि हुनुहुन्न? देश बनाउने भन्ने कुरा एउटा नेताले मात्रै आँटेर हुँदैन। म बनाउँछु भनेर सोचेर भुने भइदिएको भएदेखि जादुको छडी जस्तो सबैतिर बन्थ्यो होला। तर एउटा नेतृत्वले आँट्दै गर्दाखेरि जनताले पनि आँट्ने परिस्थिति भयो भने बल्ल देश बन्छ। हामी त आँट्छौँ भनेर आइसक्यौँ, हामी त बनाउँछौँ भनेर आइसक्यौँ। अब तपाईँहरू बनाउन तयार हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा हामी त्यो प्रश्न लिएर आएका छौँ। त्यो एकछिन प्रश्न लिएर आएको छौँ। त्यो एकछिन प्रश्नलाई यहाँहरूले आफ्नो गाउँठाउँमा मन्थन गर्नुहोस्, यहाँहरूले सरसल्लाह गर्नुहोस् र यसपटक चाहिँ निर्णायक हस्तक्षेप गर्नै पर्छ भनेर घन्टी चुनाव चिन्हमा मतदान गर्नुहोस् भन्ने कुरा पनि म निवेदन गर्न चाहन्छु। हाम्रो यही अगाडि हुनुहुन्छ हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झा। उहाँले मधेसमा एक ठाउँमा भन्नुभएको थियो, यो देशमा जहिले पनि केही भयो भने हामी फलानाले गरेर तिलानाले गरेर भनेर आरोप लगाउँछौँ। यो देशमा धेरै पटक सतीले सरापेको कारणले यो देश कहिले उँभो लाग्न सकेन भन्ने कुरा गरेको सुनिन्छ। हाम्रो गाउँघरको यसो चिया गफ चौतारीहरूमा पनि हाम्रा यी कुराहरू आउँछन्। तर यो देश चाहिँ सतीले सरापेर बिग्रेको होइन। यो देश हामीले जिताउनु पर्ने मान्छेलाई नजिताएका कारणले बिग्रेको हो। यो देश चाहिँ हामीले छान्नु पर्ने मान्छे छानेर नपठाएका कारणले बिग्रेको हो। हामीले राम्रा मान्छे नछान्ने, आफ्नो निजी कहिले कहिले इच्छा आकाङ्क्षाहरू हुन्छन्। यदि मेरो घर अगाडि बाटो बनाइदिन्छ भने ल त भयो हालिदिउँ यही मान्छेलाई भन्ने कुराहरू गर्छौँ। मैले अघि पनि निवेदन गरेँ, हामी 11 ठाउँमा हाम्रा प्रतिनिधि चुन्न सक्ने हैसियत नेपाली जनतासँग छ। त्यो चुन्दै गर्दाखेरि आफ्नो घर अगाडिको बाटो बनाउनु पर्यो, गाउँको कुन चाहिँ नेता राम्रो छ भनेर छान्ने, आफ्नो नगरपालिका राम्रो बनाउनु पर्यो, नगरपालिकाको चुनावमा राम्रो नेता छान्ने, प्रदेश कोशी प्रदेशलाई राम्रो बनाउनु पर्यो, कुन चाहिँ नेता राम्रो हुन्छ त्यहाँ छान्ने, सङ्घीय निर्वाचनमा अब हुन गइरहेको निर्वाचनमा चाहिँ कुन चाहिँ नेताले राम्रो कानुन गएर बनाउँछ त्यो नेतालाई छान्ने। त्यस कारणले यहाँहरूले कानुन बनाउन सक्ने तीक्ष्ण बुद्धि भएको यो गाउँठाउँको समस्या संसदमा गएर राख्न सक्ने व्यक्तिलाई छानेर पठाउनुहोस् भन्ने म आग्रह गर्न चाहन्छु। देशव्यापी रूपमा हामी अब चुनावको वातावरण छ, देशव्यापी रूपमा हिँडिरहेका छौँ। यहाँहरूको
शुभेच्छा, यहाँहरूको आशीर्वाद लिएर हामी गाउँठाउँमा हिँडिरहेका छौँ। यहाँहरूको गाउँठाउँमा चाहिँ हरेक चिया चोक चौतारी पसलहरूमा जति पनि छलफलहरू हुन्छन् ती छलफलहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीका यथार्थ कुराहरू राखेर सबैलाई छान्ने मौका दिनुहोस्, सबैलाई मनन गर्ने मौका दिनुहोस्। नेपाली जनतालाई धोकाधडीमा राखेर त्यो अविश्वासको राजनीति राष्ट्रिय स्वतन्त्र पार्टीले गर्न चाहँदैन। यहाँहरू परिपक्व भएर यहाँहरूले छलफल गरेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई चुनेर पठाउनुहुन्छ भन्ने मैले अपेक्षा लिएको छु। आज झापाका 5वटा निर्वाचन क्षेत्रमा हामी कार्यक्रम गर्ने भन्ने तयारीका साथ यो 3 दिन हामी झापामा हुन्छौँ भनेर आएका थियौँ। तर अब यो पछिल्लो राजनीतिक परिवेश निर्वाचनको एकदमै नजिक समय आउँदैछ। सबैलाई प्रतिनिधि सभा सदस्यहरू कसलाई बनाउने भनेर हामीले टिकट वितरण गर्नुपर्ने पनि छ, हाम्रा घोषणापत्रहरू पनि टुङ्ग्याउनु पर्नेछ। यो एकदम चिप्वामा परेको समय परेका कारणले गर्दाखेरि झापामा अहिलेको परिस्थिति एकदमै मेरो आजको दिन मात्रै उपस्थित हुन सक्ने परिस्थिति निर्माण भयो। भोलिदेखि हाम्रा अरू केन्द्रीय स्तरका एकदम प्रखर वक्ताहरू आउनुहुन्छ, उहाँहरू जोडिनुहुन्छ यहाँहरूसँग र 6 गते पछाडि हाम्रो उम्मेदवार तय भएपछि पुनः म एकचोटि यहाँहरूसँग झापामा आएर आफ्ना कुराहरू राख्ने नै छु। यहाँहरूसँग आजको कार्यक्रममा चाहिँ म यति मात्र भन्न चाहन्छु, नेपाल 2टा ठुला छिमेकी राष्ट्रहरूको बिचमा छ, समय गम्भीर छ, परिस्थिति गम्भीर छ। राष्ट्रिय स्वतन्त्र पार्टी मात्रै लोकतन्त्रपछि जन्मिएको विशुद्ध नेपाली भूमिमा नेपाली माटोमा जन्मिएको पार्टी हो। यसमा कसैको प्रभाव पनि छैन, कसैको आग्रह पूर्वाग्रह कसैबाट जन्मिएको होइन। नेपाली जनताको बलमा दममा जन्मिएको पार्टी हो। यो पार्टीले नेपाली जनताको भावनाको कदर गर्छ, यो पार्टीले नेपाली जनताको पीडाहरूलाई सम्बोधन गर्छ, यो पार्टीले दीर्घकालीन रूपमा नेपाली जनताका पीडाहरूलाई चाहिँ समृद्धिमा पुर्याउनको लागि नीति निर्माण गर्छ। अबको संसदीय निर्वाचनले यो देशको 50 वर्षलाई पुग्ने भविष्य लेख्न सक्ने सांसदहरू दिएर राष्ट्रिय स्वतन्त्र पार्टीले पठाउँछ। यहाँहरू गोलबद्ध हुनुहोस्, एकताबद्ध हुनुहोस्, यहाँहरूले प्रभावमा पार्न सक्छन्, यहाँहरूलाई विभिन्न लोभ आश्वासनमा दिन सक्छन्। धेरै धर्मात्मा मान्छेहरू बस्ने ठाउँ तपाईँहरू यहीँ आउँदै गर्दा माइदारमा पनि म अस्ति माइदारमा त्यहाँ धेरैवटा मन्दिरहरू थिए, ती मन्दिरमा पनि म नमस्कार गर्दै भगवान्लाई ढोक्दै आइपुगेको हो। यहाँहरूलाई थाहा छ दानको मूल्य के हो भनेर। मत पनि दान हो, दान गर्दै गर्दा पाप सोचेर अलिकति यो फाइदा हुन्छ कि भनेर यति पनि मनमा पाप राखेर यहाँहरूले दान गर्नुभयो भने त्यो दानको केही अर्थ छैन। दान भनेको एकदम स्वच्छ मनले गर्ने, जसले राम्रो गर्छ त्यो मान्छेले गर्छ भनेर यहाँहरूले हाल्ने हो। स्वच्छ मनले मतदान गर्नुभयो भने यो देशको पनि भाग्य परिवर्तन हुन्छ, यही पालि हुन्छ। आज यहाँ जति पनि आदरणीय आमा बुवा हुनुहुन्छ, थाहा छ यहाँहरूको सङ्घर्ष लामो छ, तर लामो सङ्घर्षमा यहाँहरूले अबको 10 या 15 वर्षभित्र नेपालको भविष्य पनि यस्तो हुन सक्छ भन्ने जुन राष्ट्रिय स्वतन्त्र पार्टीले देखाइराखेको छ त्यसलाई यथार्थमा देख्नको लागि यहाँहरूको दीर्घायु रहिरहन आवश्यक छ। यहाँहरू आफ्नो गाउँठाउँमा दृढ विश्वास लिएर कटिबद्ध भएर राष्ट्रिय स्वतन्त्र पार्टीलाई यसपटक हाम्रा छोराछोरी हुन्, यही माटोमा जन्मिएको पार्टी हो भनेर यहाँहरू एकबद्ध भएर हाम्रो लागि यहाँहरूले पहल गरिदिनुहोस्। यो मेरो लागि होइन, यो कुनै नेताको लागि होइन, यो आम नेपाली जनताको भविष्यको लागि हो। म पनि 27 वर्षको उमेरमा गठबन्धनलाई चुनौती दिएर त्यहाँबाट उदाएको पात्र हुँ। आज देशले मलाई छोरी भनेर भनिरहेको छ, देशको छोरीले आज भन्दैछु। देशव्यापी रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई नयाँ यी मिलेर आएका शक्तिहरूलाई परास्त गर्नको लागि सबै पार्टीहरू एक ठाउँमा आएर अर्को शक्ति बनाउँदैछन् अरे। गठबन्धन गरेपछि पहिला त अब भइहाल्यो, गठबन्धनले जित्छ भन्ने हुन्थ्यो, तर माथि गठबन्धन गरेर तल गठबन्धन हुँदैन। तल भनेको जनताको विवेक हुन्छ, जनताको विवेकले सही नेपालको भविष्य लेख्न सक्ने मान्छेलाई मन पराएर निर्वाचित गराएर यहाँहरूले पठाउनुहोस्। त्यसको लागि राष्ट्रिय स्वतन्त्र पार्टी भुइँमा यहाँहरूसँग भुइँमा जसरी नै आइपुगेको छ। कुनै यहाँहरूको अघिल्ला नेताहरूले जस्तो किसिमको तामझाम गर्नुहुन्छ त्यो तामझाम पनि हामी गर्न सक्दैनौँ, किनभने हामी भुइँ मान्छे हौँ। हामी उहाँहरूले जस्तो करोडौँ करोड खर्च गरेर चुनाव जित्नुपर्छ भन्ने कुरामा विश्वास राख्दैनौँ। पहिला उहाँहरूले जुन पैसा तिरेर करोडौँ करोड खर्च गरेर चुनाव जितिन्छ भन्ने उहाँहरूले विश्वास राख्नुभएको थियो, त्यो भनेको जनता किन्न पाइन्छ भन्ने भाष्य हो। जनता किन्नेहरूलाई तपाईँहरूले जवाफ दिनुहोस्। जनता किन्ने होइन, जनताको मन जित्नुपर्छ। मन जित्नको लागि सही मान्छे, भुइँ मान्छे
चुनावमा कति खर्च गर्यो यो त्यो भन्ने कुराहरू केही पनि हुँदैन। चुनावमा सकिन्छ भने यहाँहरूको यहाँहरूको चोक चौतारीमा आउँदै गर्दाखेरि उल्टै चिया खुवाएर पठाइदिनुहोस्, तर देशको भविष्य चाहिँ राम्रो लेख्नुहोस् है भनेर पठाउने काम गर्नुहोस्। यसो गरियो जनताले स्वच्छ भावले राम्रो उम्मेदवार पठायो भनेदेखि यो देशको भविष्य बन्छ। देशको भविष्य बनाउने भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीले जुन अठोट लिएर आएको छ, नेता को हुने भन्ने कुराको तय 6 गते हुन्छ। 6 गते पछिबाट त्यो नेतालाई चाहिँ यो देशको भविष्य लेख्न बनाउने चाहिँ तपाईँहरूले हो। उहाँहरूलाई चुनावको बेलामा हुन्छ नि करोडौँ खर्च गर्नेहरू, अब बाटो हिँड्ने बाटोमा पिच बाटो बनाउनु पर्नेछ अलिकति मोटाइको, तर यति पिच बाटो बनाएर बाँकीको चाहिँ खल्तीमा हाले हुन्छ। अनि त्यो खल्तीमा हालेको अहिले तपाईँहरूलाई चुनावमा यसो कनिका छरे जस्तो चुनावमा खर्च गरेको छ भनेर देखाउँछन्। त्यो चुनावमा खर्च गरेको उनीहरूको खल्तीको पैसा होइन, यहाँहरूको छोराछोरी स्कुलमा जुन पढ्न जाने हो, यहाँहरूको छोराछोरीले खाजा खाने पैसा हो, यहाँहरूले हिँड्ने बाटोमा घोटाला भएको पैसा हो, यहाँहरू जाने अस्पतालमा भएको जुन व्यतिथि देख्नु भएको छ त्यो व्यतिथिको पैसा हो। त्यस कारणले गर्दाखेरि हाम्रो उम्मेदवारहरूलाई निर्धक्कसँग हजुरहरूको जहाँ गाउँ टोलमा आए पनि स्वागत गर्नुहोस्, विचार के हो भनेर सोध्नुहोस्, स्पष्ट हुनुहोस् र स्पष्ट भएर मत हालेर पठाउनुहोस्। हामी त्यस्तो धेरै चुनावी तामझाम खर्च गर्ने हामीसँग त्यस्तो केही क्षमता छैन। भुइँको मान्छे घरमा फर्सी फलाएछ, फर्सी फलाएर मैले बेचे बाबु 5 रुपियाँमा 2 रुपियाँ पार्टीलाई सहयोग गर्छु भन्ने हाम्रा शुभचिन्तकहरू हुनुहुन्छ। त्यसरी जन्मिएको पार्टी, त्यसरी हुर्किएको पार्टी। हाम्रा दात्री संस्थाहरू पनि छैनन्, हामीलाई ठुल्ठुलो रकम दिने दाताहरू पनि छैनन्, ठुल्ठुलो दिँदा पनि हामी लिँदैनौँ, किनभने दिएपछि तिनका हितमा काम गर्नुपर्छ। त्यो कसैको नुन खाएर हामी कुनै व्यापारी पक्षपोषण गर्ने पक्षमा पनि छैनौँ। चुनाव निष्पक्ष हुनुपर्छ। नेपाली जनताले निष्पक्षतालाई मन पराउँछ। नेपाली जनताको सोझोपनको फाइदा उठाएर आजसम्म जति धेरै नेपाली जनतालाई धोका दिने काम भयो, त्यो धोकाको पर्दा हटाउनको लागि राष्ट्रिय स्वतन्त्र पार्टी यहाँहरूको अगाडि आइपुगेको छ। अब यहाँहरूसँग हामी खुला हृदयले भोट माग्छौँ, हामी यहाँहरूसँग मत माग्छौँ, विश्वास माग्छौँ। यो मत दिएर पठाउनुहोस्। यो छोरीलाई दिएको मत, यो छोरीलाई दिएको विश्वास, यो पार्टीमाथि गरेको यहाँहरूको विश्वास हामी निहुरन दिने छैनौँ। अबको भाग्य र भविष्य यो देश बदल्ने भनेको राष्ट्रिय स्वतन्त्र पार्टी हो। यसमा गोलबद्ध हुनुहोस्। कति यो आजको चौरमा आफ्नो ढोकाबाट हेर्दै हुनुहुन्छ होला, झ्यालबाट हेर्दै हुनुहुन्छ, कति आउन नसकेर मोबाइलबाट हेर्दै रहनु होला। यहाँहरूलाई पनि म एउटा मात्रै कुरा निवेदन गर्न चाहन्छु। ठिक छ, स्थानीय तहमा थर्काउन सक्छन्, त्यहाँ गएको थिइस् नि, भोलिबाट तँलाई त म यो सेवा सुविधा दिन्न भनेर थर्काउन सक्छन्। नगरपालिकामा पनि मलाई यो सिफारिस दिन्न भनेर धम्क्याउन सक्छन्, प्रभावमा पार्न सक्छन्। यहाँहरूको बाध्यता हामी बुझ्दैछौँ। यो पालिको जुन उहाँहरूको दबदबा छ, त्यो दबदबालाई भत्काउनको लागि कोही खुलेर आउनुहोस्, कोही नखोलिकन आउनुहोस्, तर आउन चाहिँ आउनुहोस्। यो भत्किसके पछाडिको समय भनेको तपाईँ हाम्रो समय हो। त्यसपछिबाट प्रभाव पारेर कसैलाई म किन्छु, मान्छे किन्छु, प्रभावमा पारेर धम्क्याएर थर्काएर म आफ्नो किसिमको मन लाग्दी गर्छु भन्नेहरूको दिन सकिए। त्यो दिन सक्नको लागि तपाईँहरू इमान्दार मान्छेहरू एक ठाउँमा आउन जरुरी छ, भावना एक ठाउँमा हुन जरुरी छ। कोही देखेर आउनुहुन्छ, कोही नदेखेर आउनुहुन्छ, तर आउन चाहिँ आउनुहुन्छ। यो पालि देशले पक्कै पनि निकास पाउनेछ भन्ने मैले विश्वास लिएको छु र यो विश्वासमा तपाईँहरूको साथ माग्दै अबको म समय हाम्रा पार्टीका केन्द्रीय नेताहरूलाई छोड्दै अन्य ठाउँहरूमा पनि म जानु छ। यहाँहरूको आशीर्वाद लिँदै म झापाको क्षेत्र नम्बर 5बाट म बिदा हुन चाहन्छु र जाँदै नेपालमा पहिलोचोटि मधेसको छोरालाई प्रधानमन्त्री बनाउने पार्टीको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी उभिएको छ। यो अभियानमा यहाँहरूले पनि साथ दिनुहोस्। हाम्रो पार्टी सभापति रवि लामिछाने हुनुहुन्छ, उहाँले मार्ग प्रशस्त गरेर मधेसको छोरालाई आज प्रधानमन्त्री बनाउने उद्घोष गर्नुभएको छ। तपाईँ हामी साथमै छौँ। हामीले चाह्यो भनेदेखि के हुँदैन, यो अभियानको लागि एकजुट भएर हामी लाग्नुपर्छ, एकताबद्ध हुनुपर्छ। यो एकताको सन्देश दिँदै यो मञ्चबाट बिदा हुन चाहन्छु। हवस् त, नमस्कार, जय घन्टी।